प्रधानमन्त्री केपी ज्यू जय नेपाल हजुरको। प्रधानमन्त्री केपी ज्यू जय नेपाल हजुरको। एउटा कुरा भन्नुस् प्रधानमन्त्री ज्यू, तपाईले सम्मान गरेर हजुरलाई म भनेको, दुनियाँले तपाईले धेरै कुरा भन्दै होला तर म सुरक्षाकर्मी तहत म हजुरलाई इज्जत तरिकाले बोलेको। तर एउटा कुरा भन्नुस्, सेना कुनै मान्छे सेनामा जागिर खान जान्छ, आर्मी पुलिसमा जागिर खान जान्छ, प्रहरीमा, तर त्यसको 20 वर्षको उमेर हुन्छ, जागिर 20 वर्ष हुन्छ, गरी 40 वर्षको 40 वर्षको उमेरमा त्यसलाई पेन्सनको पेपर दिएर हातमा थमाइदिनुहुन्छ, फुलको माला लगाइदिनुहुन्छ, घरतिर पठाइदिनुहुन्छ, फेरि त्यो पुनः प्रहरीमा आउँदैन, आफ्नो हलो जोत्छ। तर तपाई एकपल्ट प्रधानमन्त्री बनिसकेपछि, रिटायर भइसकेपछि पुनः अर्को पल्ट प्रधानमन्त्री बन्न पाइँदैन र जनताले त्यो पनि दिया छ, तर जनताले केही पाएन तपाईबाट, त्यही भएर तपाईलाई लखेडिदिया छ।